मध्य एसियाको उत्तर कोरिया भनेर चिनिने एउटा यस्तो देश जुन धेरैका लागि आज पनि एउटा रहस्य नै छ। यो हो तुर्कमेनिस्तान। 90% भूभाग मरुभूमिले ढाकिएको यो देश आफ्नो कडा नियम र अनौठा तथ्यका लागि विश्वभर चर्चित छ। यहाँको राजधानी आस्काबादमा कालो गाडी चलाउनु झण्डै अपराध सरह हो। राष्ट्रपतिलाई सेतो रङ्ग मनपर्ने हुनाले केवल सेतो वा सिल्भर गाडी मात्र चलाउन अनुमति छ। यहाँ गाडी फोहोर भयो भने पनि तपाईले ठूलो जरिवाना तिर्नुपर्ने हुन्छ। यहाँको पूर्व राष्ट्रपतिले ओपेरा, ब्याले र सर्कसमाथि नै प्रतिबन्ध लगाएका थिए, किनकि उनलाई यी कुराहरू गैर तुर्कमेन लाग्थ्यो। साथै यहाँ पुरुषहरूलाई लामो कपाल र दारी पाल्न पनि कडा नियमहरू छन्। बाहिरी संसारबाट पूर्णतः टाढा रहेको यो देशमा न त इन्टरनेट राम्रोसँग चल्छ न त सामाजिक सञ्जाल नै। यहाँका एक पूर्व राष्ट्रपतिले त झन महिना र दिनको नाम नै आफ्नै परिवारको नाममा राखिदिएका थिए र एउटा छुट्टै होली बुक पनि लेखेका थिए। यहाँको मरुभूमिमा एउटा यस्तो विशाल खाडल छ जुन सन् 1971 देखि निरन्तर बलिरहेको छ। यसलाई द गेट टु हेल भनिन्छ। सन् 1971 मा सोभियत इन्जिनियरहरूले केही दिनमा निभ्ने ठानेर बालेको यो आगो आजसम्म निभेको छैन। यहाँका गिनिज बुक अफ वर्ल्ड रेकर्डहरू सुन्दा तपाई पत्याउनुहुन्न। सेतो संगमरमरको सहर, विशाल तारा आकारको भवन र घोडाको आकृतिमा बनेको रङ्गशाला। यहाँ हरेक भौतिक संरचनामा एउटा अनौठो सनक लुकेको छ। बालुवाको साम्राज्य भएर पनि यहाँका दरबारहरू सुन र संगमरमरले चम्किन्छन्। रहस्य र अनौठा नियमहरूले घेरिएको यो देश तपाईलाई कस्तो लाग्यो? कमेन्टमा बताउनुहोस्। र ज्ञानको यो यात्रामा हामीसँगै रहन पृथ्वी स्टोरिजलाई सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला। फुल भिडियो हेर्नका लागि हाम्रो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ।